यो तपाईहरुको यो होला यो यताको यो हो त्यताको मेरो र उनीहरुको मलाई त थाहा छैन दिदीले थाहा होला दिदीले जे गर्नुहुन्छ म भन्छु दिदी अगाडि भइदैछ ढुकामै घेर हाम्रो त दिदीको बिहे गरिकन त दिदी पनि भर्तिका लगाएको छैनौ हामीले दिदीको बिहे गरिकन कहिल्यै पनि दिदीको बिहे गरिकन म एक्लै नै छुट्टिका लाग्ने दाजुलाई त पोहोर त दाजु पनि आउनु भएको थियो यसपालि दाजुलाई बोलाएको त आइज न यता भन्नुहुन्छ दाजुले मलाई पो उता बोलाउनु हुँदै थियो अब म उता जाउँ यता सबै एक्लै रित्तै हुन्छ होइन त्यो मिल्यो भने कहिले उता कहिले त्यही गर्छ त्यसो गर्दा चाहिँ हुन्छ लु म आउँदिनँ है दाजु कहाँ सक्छु यत्रो बाटो म आउन भनेको किन सक्दिनँ म टिकट गरिदिन्छु एउटा त हिजोसम्म लु अहिले हिँडिहाल्दा टिकट गरिदिइहाल्छु भनेको थियो मलाई ल आउँदिनँ है यताले चाहिँ अब अर्को साल सोच्नु है ए 11:30 लगभग हामीले त ठिकै टाइममा लाग्यो 11:30 कै साइड होइन ठिकै के चाहिँ ए टोपी लाउने मान्छेलाई तेल थोरै ल्यायो टोपी बिग्रिन्छ त्यो टोपी अलि लामो छ भने टोपी नहुनेको त के गर्नु हाम्रो त कपालै छैन टोपीको त किरणको पनि त्यस्तै भनेर छ एकदम काइदा हाम्रो केटाहरूको पनि त्यस्तै छ सम्बन्ध पनि छैन सौरभको पनि त्यस्तै भइसकेको यहाँ छ नरे भाइ के हान्छ त यताको तीनटा लाउनु अघि दिदीको खुट्टो बद अल्झ यो सकेर अब अलि भारीसँग सबै झरिहाल्छ कि टिका लाएका थियो गाडीले लाउँछ नि हो भन्ने ओबाट हुँदा पुरिँदैन क्या उँधोबाट लाउँदा चाहिँ एउटा टिकको चाहिँ लगाउने तलै लाउने एउटा चाहिँ अनि होइन ठ्याप्प राख्ने कि त्यस्तो कुद्दैन होला आज लाखेर त अब कता जानु
चाहिँ झन् राम्रो उतापट्टि भेट लागेको छ कपडाले पुस्नु देउसीले दुई हजार जतिको फाइदा दाजुले पुसिदिने त हिजो चाहिँ कति कति बाँडेको आमामा विकास दादा अहिले पुस्नै दिने हो राख्ने कहाँ खेलेको तिम्रो यतै त्यसमा भिडियो चाहिँ मजाले ल दुइटै गर्नु यसरी यहाँ फोटो पनि हुँदैछ है अब टोपी लगाइदिनु यताउता मादल जानु होममेड हो कि क्या टोपी होममेड हो होममेड जस्तो लाग्यो त्यस्तो होइन त्यस्तो होइन नि यो टोपी यस्तो होइन नि दिदी ढाका स्टाइल क्या यो होममेड टोपी एकदम खोइ ए अघि बिचरा अहिले पो खाले देखियो त कानमा नलाउने अब मेरो पाला आएको आएछ अब यो ककलले भएको राखेको तपाईँले लानु होइन दुईटा तपाईँहरूको भएको सुधारीको एउटा मेरै होला एक दुईवटा बेसी लगाएको ए साँच्ची भाइले भाइ बोलर फोटो होइन पनि बस्छ भाउजूको फोटो त्यसमै राम्रो ल डाँडालाई ज्ञान डाँडा बोला बोला यसो गर्नु ज्ञान डाँडा बोला न अनि उता यता फर्केर लाउनु हुँदैन होइन कि बस्नु कि यसो फर्किनु न म पूर्व फर्केर इलाई माग्नु यो भाउजूको ठिकै भयो तेरो सुख छ होला कि हुँदैन सबै अबिरे हुन्छ दीर्घायुस्तौ हरे खनिता जस्मै चत्वार खनाम्यं पटोतं दीर्घायु भूत्वा शतबलैसा विरोहत्यात् दीर्घायुस्तौ हरे खनिता जस्मै चत्वार खनाम्यं पटोतं दीर्घायु भूत्वा शतबलैसा विरोहत्यात् निवसतु तव गेहे निश्चला शिवपुत्री भविष्यतु गुरुवन्दी कालिका भैरवी तव वदन सरोजे भारती भातुरित्यं मातरतु तव चित्तं पादपद्मा मुरारे सबै पर्छ अब बहिनीको पालो यसो फर्किँदा भइगयो कामको टाइममा त लाग्यो नि भन्छ काट्नु पर्दैन नेवार दीर्घायुस्तौ कदै फनिता जसले जस्ता खनामेन अठोदन दीर्घायु भूता शतबलैसा विरोहतात विष्णुता सुदोदर्शादि श्रीमदेवीर रत्या शोकमतत्मना निकष
विशतु तव देहे निश्चला सिन्धुपुत्री प्रविशतु कालिका वैयन्त्री तव वरणस्वमाजे भारती धातुमी और पूजा सम्म त लाग्नु पर्यो छठ पूजा आइदियो सदा ल्याउँछु ल ल